नमस्कार। पोखरा टेलिभिजनले तयार पारेको पोखरा समाचारमा स्वागत छ। म प्रतीक्षा पोखरेल। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखिएको भन्दै लफंगा पाराले संविधान संशोधन हुन नसक्ने टिप्पणी गर्नुभएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो। उहाँले सरकारले संविधान संशोधनको नाममा संविधान निर्माणको क्रममा राखिएका सूक्ष्म पक्षलाई हल्का रूपमा लिइरहेको टिप्पणी गर्नुभयो। उहाँले संविधान संशोधन र पुनरावलोकन आवश्यक भए पनि हतार, हचुवा र गैर जिम्मेवार शैलीमा अघि नबढाउन सरकारलाई चेतावनी समेत दिनुभयो। उहाँले संविधान संशोधन मार्फत राज्यका संस्थालाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो। संविधानमा भएका भाषा, जाति र विविधताको विषयमा छेडखानी भए मुलुकमा द्वन्द्वको आगो फैलिनेतर्फ सरकार सचेत हुनुपर्ने उहाँको भनाइरहेको छ। संविधान र व्यवस्थाको सन्दर्भमा यो सरकारको निष्ठामा कमी। मलाई कस्तो लाग्छ भने यसो साथीहरू बस्नु जस्तो लाग्छ अनि एउटाले यसो त्यो हाम्रो संविधानको यसो पुस्तक छ हातमा यसो हेर्यो, यसो सानो किताब जस्तो देखिन्छ अनि एउटाले भन्छ होला ए ब्रो के हो यो भनेर भन्छ, अर्कोले ब्रो यो त कन्स्टिट्युसन भन्छ यसलाई भन्छ होला, यसमा के छ फाल्दियो यसलाई यसो 8-10वटा ठोकिदिउँ हुन्छ ब्रो भन्छ होला जस्तो लाग्छ अर्कोले। ल ल ल दिउँ भनेपछि अनि अर्कोले भोलिपल्ट बिहान आएर अनि उसले भनिदिन्छ भाषणमा ल यो पनि हटाइदिने, यो पनि ठोकिदिने, यो पनि गरिदिने, यो पनि गरिदिने भनेर अनि सबले ताली बजाइदिइहाल्छ भने लाइक आइहाल्छ। किन सब देशभरिको मान्छेले के लागिरहेछ भने ब्रोहरूले भनेको कुरा ठिकै हो, ए कन्स्टिट्युसन यस्तो चाहिँ के बेकारमा कन्स्टिट्युसनको कुरा गर्ने ड्याङ 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 काम हुनुपर्छ भने लागिरहेको हुन्छ। अनि म यसो सम्झिन्छु, म त्यो पहिलो संविधान सभामा पनि थिएँ, दोस्रोमा पनि थिएँ, संविधानपछिको अवस्थामा पनि भने मैले यति नजिकबाट यो संविधानको बेलाको घटनाहरू देखेको छु। म हिजो मेरो परिवारसँग एकछिन त्यहाँ गोदावरी भिलेज रिसोर्ट गएको थिएँ। त्यो भूकम्पले भत्किसके पछाडि हिजो पहिलोचोटि गएको अनि त्यो पुरानो कोठाहरू सोधेँ मैले त्यहाँ। त्यो कोठाहरू किन सम्झेको भनेदेखि भने त्यो पहिलोपटक त्यो मौलिक हक सम्बन्धी विषयहरू लेख्ने बेलामा हामीहरू त्यो कोठामा बसेका थियौँ कि। अनि माओवादीको नेता हुनुहुन्थ्यो सिपी गजुरेल। अनि सिपी गजुरेलले चाहिँ लाइक के एउटा कोठामा फकाउनमा बसेको थियो भने वर्षमा एउटा नेपालीले यतिभन्दा बढी सम्पत्ति कमाउन पाइँदैन भन्ने कुरा संविधानमा लेख्नुपर्छ भने उहाँको अडान थियो। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेशको आयोजना तथा आइएनएफ नेपालको प्राविधिक सहयोगमा सहायक सामग्री उत्पादन तथा वितरण अन्तर्गत कृत्रिम अङ्ग वितरण कार्यक्रम सम्पन्न भएको छ। एक रिपोर्ट। हरियो खर्क अस्पताल प्राङ्गणमा सम्पन्न कृत्रिम अङ्ग वितरण कार्यक्रममा 18 जनालाई कृत्रिम खुट्टा वितरण गरिएको छ। कार्यक्रममा अपाङ्ग महासङ्घ गण्डकीका अध्यक्ष हेमबहादुर गुरुङले गण्डकी प्रदेश सरकारले अभिभावकत्व ग्रहण गर्दै ऐन समेत जारी गरिसकेको भन्दै जतिले कृत्रिम खुट्टा प्राप्त गर्नुभयो उहाँहरूको जीवनमा केही सहजता मिल्ने भन्दै प्रदेश सरकारप्रति आभार व्यक्त गर्नुभयो। प्रदेश सरकारले अभिभावकत्व ग्रहण गर्दै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार हामी दिलाउँछौँ भनेर जुन ऐन कानुन नियमहरूमा जुन प्रतिबद्धता गरेको थियो त्यो प्रतिबद्धतालाई व्यवहारमा उतारेको एउटा महत्त्वपूर्ण कार्यक्रम रहेको पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु। कृत्रिम खुट्टा अत्यन्त महँगो हुने हुनाले अहिलेसम्म पनि जति पनि स्थानीय तह, प्रदेश तहले अपाङ्गता भएका व्यक्तिहरूको यो सहायक सामग्री वितरण गर्ने भन्ने कार्यक्रम र बजेट छुट्टिँदै गर्दाखेरि कहिले पनि प्राथमिकताको विषय पर्न सकेको थिएन। र एउटा कृत्रिम खुट्टा दिने पैसाले त लगभग 50-60 जना मान्छेलाई व्हाइट क्यान दिन सकिन्छ, 5-10 जना व्हिल चेयर युजरहरूलाई व्हिल चेयर दिन सकिन्छ। अनि एउटै बजेटले यत्रो धेरै मान्छेलाई सुविधा दिन सकिन्छ भने होइन भनेर सधैँ चाहिँ तपाईँहरूको एउटा इन्डिभिजुअल निडलाई चाहिँ यसरी ओझेलमा पारेको अवस्था थियो। तर त्यो अवस्थालाई चिरेर प्राथमिकताको साथ यो वर्ष तपाईँहरूलाई जुन सेवा प्रदान गरेको त्यो अर्थमा पनि हामी हर्ष विवश छौँ। कार्यक्रममा स्वावलम्बन जीवन पद्धति नेपाल कास्कीका अध्यक्ष अञ्जना केसीले यो प्रविधि महँगो पर्ने र सबैका लागि पहुँचमा पनि नपुग्ने भन्दै जतिजनाले कृत्रिम खुट्टा प्राप्त गर्नुभयो यसलाई निकै सावधानी तथा जतनका साथ प्रयोग गर्नका लागि आग्रह गर्नुभयो। साथमा प्रयोग गरिदिनु होला किनभने यसको लगानी एकदमै महँगो हुन्छ। तपाईँलाई थाहा छ एउटा खुट्टा अथवा दुईटा खुट्टा बनाउँदै 70,000बाट 60,000 एउटा खुट्टालाई मात्रै पर्ने गर्छ। अझै यसमा मैले देखिरहेको छु यो कलरफुल पनि छ, हेर्दा पनि आकर्षक देखिएको भएर अझै महँगो पनि हुनसक्छ अहिलेको कस्टमा। त्यस कारणले गर्दा यसलाई तपाईँले अत्यन्त महत्त्वपूर्ण साथको रूपमा प्रयोग गर्नु होला भन्दै अपाङ्गता सहायक सामग्री प्राप्त गर्ने त्यति सहज छैन हाम्रो परिप्रेक्ष्यमा। त्यस कारणले गर्दा आज तपाईँहरूले यसलाई राम्ररी प्रयोग गर्नु भने तपाईँको अनुभवहरूले फेरि भोलि अन्य व्यक्तिहरू त्यही पनि प्रयोग गर्न सक्नुहुन्छ।
कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका सचिव शेषनारायण पौडेलले अपाङ्गता भएका व्यक्तिको कृत्रिम अङ्गको अत्यावश्यकलाई मध्यनजर गर्दै समस्या समाधानका लागि मन्त्रालयले विभिन्न क्रियाकलाप गर्दै आएको बताउनुभयो। मान्छेको आत्मसम्मानको मूल्य कति, त्यसकारण चाहिँ हरेक कुरालाई हामीले चाहिँ पैसामा तोल्न सकिँदैन। अघि जस्तै कुरा आयो र एउटा खुट्टा उत्पादन गर्न 1,60,000 लाग्दो रहेछ होइन, तर कसैको लागि होइन यस्तै चाहिँ व्हिल चेयर धेरै आउँथ्यो होला, अर्को के आउँथ्यो होला, जसलाई चाहिँ खुट्टा चाहिएको छ उसलाई गाडी दिएर पनि त कुनै अर्थ भएन नि त। खुट्टै छैन उसलाई महल दिएर 10 तलाको महल दिएर के अर्थ भयो। जसलाई जे चाहिएको छ त्यसको लागि त यो चिज त एकदमै महत्त्वपूर्ण हो नि त। त्यसकारण चाहिँ हामीले कसैसँग तुलना गरेर मोनिटरी हिसाबले मौद्रिक हिसाबले यो किन यहाँ खर्च गर्ने, उसको त यहाँ यति आउँथ्यो यसो गर्न सकिने त्यो होइन। जसलाई समस्या परेको छ उसको लागि त यो संसारै हो नि त, सागरै हो नि त, सर्वस्व नै हो नि त। त्यसकारण चाहिँ राज्यले कसैकोमा चाहिँ पैसा खर्च गर्दाखेरि बढी खर्च हुन्छ कि कसैकोमा कम खर्चले पनि पुग्छ कि त्यस किसिमले मात्र सधैँ हेरिरहनु हुन्छ पर्छ जस्तो मलाई लाग्दैन। कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका मन्त्री रेखा गुरुङले अपाङ्गता भएका व्यक्तिका लागि प्रदेश सरकार सँगै रहेको बताउँदै कोही व्यक्ति सरकारको पहुँचभन्दा बाहिर भए प्रदेश सरकारसँग समन्वयमा आउन आग्रह गर्नुभयो। साथै यस्ता कार्यक्रमले प्रदेश सरकार जनतासँग सँगै छ भन्ने सन्देश गएको पनि स्पष्ट पार्नुभयो। यहाँहरूको दुःख सुखमा गण्डकी प्रदेश सरकार छ, विशेष गरी हाम्रो मन्त्रालय यहाँहरूसँग सम्बन्धित रहेको हुनाले हाम्रो मन्त्रालय यहाँहरूको साथमा छ भन्ने कुरा हजुरहरूले महसुस गर्नुभयो। अब र अबका दिनमा पनि हामीसँग सरकार छ है, गण्डकी प्रदेश सरकार सामाजिक मन्त्रालय छ हामीसँग, हामी त्यहाँ पुग्नुपर्छ भनेर हजुरहरूले पनि अलिकति चासो खाँचो राखेर आउनु पर्यो र अरू समाजमा पनि अरूलाई पनि भन्नु पर्यो। हरियो खर्क अस्पतालका मेडिकल सर्भिस डाइरेक्टर अरुण कुमार बुढाले यसपालि वितरण गरिएको खुट्टा आधुनिक भएको बताउँदै प्रदेश सरकारसँग सहकार्य गर्दै अपाङ्गता भएका व्यक्तिको समस्या समाधानमा सहभागी हुन पाएको भन्दै आभार व्यक्त गर्नुभयो। जुन हजुरहरूसँग छ अहिले त्यो सामान्यभन्दा थोरै फरक हो, थोरै आधुनिक हो होइन। पहिला अब भनौँ एकदम साधारण खालको काठले नै बनाएकोले यसलाई चलाउने चलन थियो, त्यसरी पनि धेरै काम हुन्थ्यो होइन। हुँदा हुँदै अब अहिले आधुनिक विकास क्रम एकदमै द्रुत गतिमा बढ्दैछ, हामीले पनि त्यसलाई पछ्याउने कोसिस गरेका छौँ। प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाउनु भएको छ। नेपाली कम्युनिस्ट पार्टी उपत्यका प्रदेश समितिले आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले उक्त जिकिर गर्नुभएको हो। वर्तमान सरकार सुशासन र विकासको निमित्त नभई संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत महिला, दलित, आदिवासी जनजातिले पाएका अधिकार खोज्ने र संविधान मास्ने दिशातिर अगाडि बढेको संयोजक दाहालको भनाइरहेको छ। उहाँले सरकारले सुकुम्बासी बस्ती हटाउने, विद्यार्थी युनियनहरू खारेज गर्ने, ट्रेड युनियन अधिकारहरू खोज्ने, देशको सिमानाको विषयमा जथाभावी बोल्ने काम गरेपछि आफूले एकपटक संसदमा बोलेको र अब सरकारबारे बोल्ने धेरै विषयवस्तुहरू भएकाले आफूले संसदमा पनि धेरै विषयहरू बोल्ने पनि बताउनुभयो। संयोजक दाहालले सरकार गलत बाटोमा गएकाले त्यस विरुद्ध आन्दोलनमा जुर्मुराउन पनि सिङ्गो पार्टी पङ्क्तिलाई आह्वान गर्नुभयो। भर्खरै बनेर के काम हुँदै सुकुम्बासी, विद्यार्थी, ट्रेड युनियन, सिमाना भएपछि मैले एकचोटि मात्रै पार्लियामेन्टमा बोले, तपाईँहरूले सुन्नु भएको छ। अब बोल्दैछु, अब धेरै सामग्री तयार भएको छ। यो सरकार सुशासन र विकासको निम्ति होइन, यो संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, महिला, दलित, आदिवासी जनजातिले पाएका अधिकार खोज्ने र संविधान मास्ने दिशातिर अगाडि बढ्दैछ। खबरदार, तपाईँ हामी सबै एकचोटि फेरि जुर्मुराउनु पर्ने अवस्था आइरहेको छ। त्यो जुर्मुराउनको लागि मैले अहिले भने जस्तो गल्ती कहाँ भयो भन्दा हामीले वर्ग सङ्घर्ष, विचार र रणनीतिलाई बेवास्ता गऱ्यौँ र कार्यनीति दिनदिनैकोमा रमायौँ र हामी बिग्रियौँ। अब त्यसको मुख्य जिम्मेवारी मैले त भनेछु, मैले लिनुपर्छ, फेरि अरूलाई भनेर सुन्नु पाइँदैन। नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले विष्णु राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको बताउनु भएको छ। आइतबार काठमाडौँमा पार्टीको उपत्यका प्रदेश समिति एकता समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दावी गर्नुभएको हो। कार्यक्रममा सम्बोधन गर्दै
विश्व राजनीतिमा कम्युनिस्ट तथा वामपन्थी विचारधाराको प्रभाव क्रमशः बढ्दै गएको उहाँको दाबी रहेको छ। अध्यक्ष नेपालले संयुक्त राज्य अमेरिकादेखि युरोपसँग कम्युनिस्ट गतिविधिहरू सञ्चालन भइरहेको बताउनुभयो। उहाँले ल्याटिन अमेरिकी देशहरूमा वामपन्थीहरूले चुनाव जितेर राष्ट्रपति बनेको र अफ्रिकी मुलुकहरूमा समेत यसको प्रभाव विस्तार भइरहेको उल्लेख गर्नुभयो। उहाँले चीन हाल विश्व राजनीतिको केन्द्रबिन्दु बन्दै गएको समेत बताउनुभयो। अध्यक्ष नेपालले चिनिया र भियतनामी कम्युनिस्ट पार्टीका अनुभवहरू मात्र नभई गैर वामपन्थी शक्तिहरूले गरेका सकारात्मक कार्यहरूबाट पनि सिक्न हिचकिचाउन नहुने बताउनुभयो। युरोपका देशहरूमा पनि त्यही हिसाबले जुलुस प्रदर्शन भइरहेको छ। ल्याटिन अमेरिकाका देशहरूमा वामपन्थीहरू राष्ट्रपतिमा जितेका छन्। अफ्रिकाका देशहरूमा पनि वामपन्थीको प्रभाव बढिरहेको छ। त्यसो हुनाले अन्तर्राष्ट्रिय राजनीतिमा चुनौती त छन्, तर साम्राज्यवादको हालत के छ? इरानलाई तह लगाउँछु भनेर ठानेका थिए, त्यही इरानसँग सम्झौता गर्न पुगेका छन्। पार लागेपछि पाकिस्तानको सहयोग लिनुपर्छ कि चीनको सहयोग लिनुपर्छ भन्दै फेरि चीनमै पुगेका छन्। चीनमा पुगिसकेपछि आज चीन विश्व राजनीतिको केन्द्र बन्न पुगिरहेको छ। यो सबै सन्दर्भमा हामीले चाहे त्यो चीन होस् या चाहे भियतनाम होस् या त्यो अरू कम्युनिस्ट देशहरू होस् या वामपन्थीहरूको सरकार होस्, ती देशहरूका पनि राम्रा कुराहरू वामपन्थीका मात्रै होइन गैर वामपन्थीहरूले पनि राम्रो काम गरेका छन् भने त्यसबाट पनि हामीले सिक्न पछि हट्नु हुँदैन। त्यसो हुनाले हाम्रा विरोधीहरूमा कुनै राम्रा कुराहरू छन् भने त्यसबाट पनि सिक्न सक्नुपर्छ, उभन्दा उत्कृष्ट आफूलाई साबित गर्नुपर्छ। पूर्व गभर्नर चिरञ्जीवी नेपालले कर्जा विस्तारलाई रोक्ने नीति लिँदा अपेक्षित आर्थिक वृद्धि हुन नसकेको बताउनु भएको छ। आइतबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा मौद्रिक नीतिका बारेमा भएको छलफलमा उहाँले कर्जा विस्तार नभएसम्म आर्थिक वृद्धि नहुने बताउनु भएको हो। उहाँले राष्ट्र ब्याङ्कलाई स्वायत्त हुन नदिँदा ब्याङ्कले सरकारको दबावमा कयौं गलत निर्णय गर्न बाध्य भएको आरोप समेत लगाउनुभयो। विगतमा कर्जा विस्तार भइरहेको समयमा सरकारले नै कर्जा विस्तारमा कडाई गर्न दबाव दिएका कारण हाल मुलुक आर्थिक समस्यामा फँसेको उहाँको भनाइरहेको छ। आएर 5-6% भन्दा 12% राख्दा पनि कर्जा विस्तार हुन सकेको छैन। यो 5-6% नभए पनि आर्थिक वृद्धि 4-5% हुन्छ, यो ग्यारेन्टी छ। किन अनौपचारिक क्षेत्र छ, काम त भइरहेछ। हेर्नुहोस् है, यो अचम्म छ। नभए पनि आर्थिक हिजोको स्थितिमा योभन्दा बढी पैसा भए पनि हुन्थ्यो। आजको स्थितिमा पैसा अनौपचारिक क्षेत्रमा जाँदो रहे, त्यसले गर्दा सहकारीको स्थिति के भयो देखिहाल्नु भएको छ। त्यो केन्द्रीय ब्याङ्क पनि यदि पुँजी वृद्धि नभएको भए केन्द्रीय ब्याङ्कको पनि हालत त्यही हुन्थ्यो। सहकारी पुँजी वृद्धिले गर्दा केन्द्रीय ब्याङ्क मजबुत भएर उसले लगानी गर्ने क्षमता बढ्यो। तर कर्जा विस्तार नभई कोही आर्थिक वृद्धि हुन्छ। तर हाम्रो देशमा चाहिँ भयङ्कर ठुल्ठुलो स्वरमा अहिले मात्रै यो चुप लाएर बस्या मान्छेहरू ठुल्ठुलो स्वरमा चाहिँ लो कर्जा विस्तार भएर बर्बाद भयो भने, जबकि त्यही कर्जा विस्तारले चाहिँ नि 6-7% आर्थिक वृद्धि भएको थियो र केन्द्रीय ब्याङ्कलाई यस्तो दबाब भयो कि उहाँले कर्जा विस्तारै रोक्नुपर्ने स्थिति आयो। नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सरकारको सञ्चार माध्यमप्रति हेर्ने दृष्टिकोणमा सङ्कुचन आएको आरोप लगाउनु भएको छ। आइतबार ललितपुरमा महासङ्घद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारबाट अभिव्यक्ति स्वतन्त्रता सङ्कुचित गरिएको आरोप लगाउनु भएको हो। उहाँले संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरेको भए पनि नयाँ सरकार बनेको 100 दिनमा सरकारबाटै सञ्चार माध्यमप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउन नसकेको टिप्पणी गर्नुभयो। पत्रकारहरूको सूचनामा पहुँच सीमित भएको उहाँको आरोप रहेको छ। सिंहदरबारमा मन्त्रालयसम्म पत्रकार पुग्ने सामर्थ्य भए पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको गेटसम्म पनि पत्रकारहरू जान नपाउने अवस्था रहेको जिकिर गर्नुभयो। संसदीय समितिमा पनि पत्रकारहरू सहज रूपमा प्रवेश गर्न सक्ने अवस्था नरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। अध्यक्ष शर्माले सरकारले आर्थिक केन्द्रबाट प्रेसलाई नियन्त्रण गर्ने प्रयास गरेको आरोप लगाउनुभयो। संविधानले नै विचार र अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरेको छ, सुनिश्चितता गरेको छ। तर पनि यति बेला चाहिँ हामीले कतैबाट पनि सङ्कुचन हुन नहुने हाम्रा अभिव्यक्ति स्वतन्त्रता चाहिँ सङ्कुचनमा परेको आभास चाहिँ हामीले गरेका छौँ। जसका कारणले पत्रकार महासङ्घले यो अहिले मात्रै होइन, अहिले भर्खरै सरकारले 100 दिन
पार गरेको छ। हुन त मन्त्रीजीले 100 दिन पार गरिसकेको अवस्थामा चाहिँ पक्कै पनि मिडियामा के उपलब्धि भए भन्ने कुरा चाहिँ मन्त्रीजीले हामीलाई यहाँ भन्नुहुनेछ। तर हामीले यो 100 दिनको बिचमा चाहिँ सरकारले मिडियाप्रति हेर्ने दृष्टिकोणमा चाहिँ बढी सङ्कुचन भएको छ। तर हामीले त्योभन्दा बढी फरक चाहिँ पाएका छैनौँ। अब हुन त हामीले धेरै नीति अहिले, किनभने हाम्रो सूचनाको पहुँच छैन, धेरै पत्रकारहरूलाई सूचनाको पहुँच नभएको हुनाले थाहा नभएको होला, मन्त्रीजीले पक्कै पनि राखिदिनु हुनेछ भन्ने सिंहदरबारमा पनि मन्त्रीजीको सम्म त हामी जान पाउँछौँ। तर प्रधानमन्त्री कार्यालयको गेटसम्म पनि जान सक्ने अवस्था चाहिँ अहिले पत्रकारहरूको छैन। त्यस्तै गरी संसदीय समितिमा पनि जान सक्ने अवस्था छैन। गभर्नर महाप्रसाद अधिकारीले मुलुकको समग्र आर्थिक आधारभूत अवस्था सबल रहेकाले आगामी मौद्रिक नीति लचिलो हुने बताउनु भएको छ। आइतबार प्रतिनिधि सभाको अर्थ समितिमा मौद्रिक नीतिका बारेमा भएको छलफलमा उहाँले मौद्रिक नीतिलाई कसिलो गर्नुपर्ने आवश्यकता नरहेको बताउनु भएको हो। उहाँले मूल्य स्थिरता र बाह्य क्षेत्रको अवस्था सन्तोषजनक रहेकाले ब्याज तथा अन्य मौद्रिक उपकरण थप कसिलो बनाउने आवश्यक नरहेको बताउनुभयो। मौद्रिक नीति अत्यन्तै प्राविधिक र धेरै हदसम्म अनुमान योग्य विषय भएको उल्लेख गर्दै उहाँले देशभित्रको आर्थिक अवस्था र बाह्य क्षेत्रको स्थितिले नै यसको कार्यदिशा निर्धारण गर्ने बताउनुभयो। उहाँका अनुसार वर्तमान अवस्थामा राष्ट्र ब्याङ्कले ब्याङ्क दर, नीतिगत दर वा ब्याज दर करिडोरलाई थप कडा बनाउने आधार देखिँदैन। राष्ट्र ब्याङ्कभित्र उच्चस्तरीय प्राविधिक विश्लेषण र विस्तृत छलफलपछि मात्र मौद्रिक नीति निर्माण हुने उहाँको भनाइरहेको छ। अलिकति प्राविधिक विषय पनि भएको र अत्यन्तै एकदमै फोर्सिएबल अनुमान योग्य विषय पनि भएको मौद्रिक नीतिको कार्यदिशा कस्तो रहने त भन्ने सन्दर्भमा समग्र वस्तुस्थिति देशभित्र के कस्तो छ र बाह्य स्थिति के हो त्यसले गभर्न गर्ने भएको हुँदा कस्तो मौद्रिक नीति आउला त भनेर हामीले सिधै आकलन गर्न सक्छौँ। जस्तो भनौँ अघि मान्य सभापतिज्यूले समग्र आर्थिक स्थिति, आर्थिक फन्डामेन्टलहरू एकदमै स्ट्रङ रहेको मुलुकको भनेर राखिसक्नु भएको छ। त्यो वास्तविकता हो। त्यो स्थितिमा खास गरी केन्द्रीय ब्याङ्कको म्यान्डेटभित्रको विषय मूल्य स्थिति, इन्फ्लेसन र बाह्य क्षेत्रको स्थायित्वको विषयमा देश अलिकति सबल अवस्थामा रहिराख्दाखेरि आउने मौद्रिक नीति स्वभावैले एकोमोडेटिभ रहन्छ, लचिलो रहन्छ। चिउलीपाटी तमु समाज आमा समितिको सदस्य अध्यक्षमा विष्णु गुरुङ सर्वसम्मत रूपमा चयन हुनु भएको छ। समितिको आज पोखरामा भएको 9औं वार्षिक साधारण सभा तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रम मार्फत 2 जना सदस्यपछि थप हुने गरी गुरुङको अध्यक्षतामा 19 सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो। समितिको प्रथम उपाध्यक्षमा सुनमाया गुरुङ, द्वितीय उपाध्यक्षमा मिन सुब्बा गुरुङ, सचिवमा उमा गुरुङ, सहसचिवमा औसुबा गुरुङ, कोषाध्यक्षमा तौ सुब्बा गुरुङ र सहकोषाध्यक्षमा पूर्णमाया गुरुङ चयन हुनु भएको छ। सदस्यहरूमा रूपा तमु क, रूपा तमु ख, मेन सुब्बा तमु, नन सुब्बा तमु, सुनमाया तमु, सुषमा तमु चयन हुनु भएको छ। त्यसैगरी कोमल देवी तमु, नुन सुब्बा तमु, पूर्णमाया तमु र आसमाया तमु सर्वसम्मत रूपमा चयन हुनु भएको छ। बन्द कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य अक्षय कोषदाता तथा गायक खिमकुमार गुरुङले उद्घाटन गर्नुभएको थियो। उहाँले संस्थापकहरूको योगदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुहुँदै आमा समितिलाई 50,000 रुपियाँ नगद प्रदान गर्नुभएको थियो। कार्यक्रममा चिउलीपाटी तमु समाजका अध्यक्ष कप्तान शमशेर गुरुङ, तमु धी नेपाल केन्द्रीय आमा समितिका अध्यक्ष पवित्रा गुरुङ, समितिका सल्लाहकार संयोजक तथा संस्थापक अध्यक्ष कर्णेलानी पदम शोभा गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यसैगरी तमु पेल्यो सङ्घ केन्द्रीय महिला समितिमा अध्यक्ष तथा सल्लाहकार बुद्धिमाया गुरुङ र गोर्खाली रेडियोका स्टेसन म्यानेजर तथा फोनिसका प्रदेश अध्यक्ष हिमा गुरुङले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको अवसरमा आर्थिक सहयोगदाताहरूलाई सम्मान गरिएको थियो भने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। समितिका अध्यक्ष लोककुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णु गुरुङले स्वागत र सचिव सुनमाया गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। आम जनता पार्टी पोखरा महानगरपालिकाको अध्यक्षमा रामप्रसाद विश्वकर्मा सर्वसहमत रूपमा चयन हुनु भएको छ। आज पोखरामा भएको आम जनता पार्टीको प्रथम नगर भेलाले विश्वकर्माको अध्यक्षतामा 14 जनाको कार्य समिति चयन गरिएको हो, जसको उपाध्यक्षमा राजु अधिकारी, सचिवमा उषा गुरुङ, कोषाध्यक्षमा मनु गुरुङ रहनु भएको छ। सदस्यहरूमा मनिषा थापा, अविन्द्र अरूपा यादव, अर्जना गुरुङ, अनिता विक,
अनिता नेपाली, कुशल नेपाली रहनु भएको छ। त्यसै गरी अञ्जली विक, नवराज नेपाली, सरोज श्रेष्ठ, गङ्गा गुरुङ गौतम नेपाली र दीपक भुजेल पनि सदस्यमा चयन हुनु भएको छ। उक्त अवसरमा बोल्नुहुँदै पार्टीका प्रदेश सदस्य शिव गौतमले अहिलेको सरकारले कर मार्फत जनताको ढाड सेक्ने काम गरिएको भन्दै आपत्ति जनाउनु भएको थियो। साथै स्वास्थ्य, शिक्षा, बिजुली, पानी, ट्राफिकमा लगाइएको जरिवाना प्रति समेत उहाँले आपत्ति जनाउनु भएको थियो। कार्यक्रम उद्घाटन पार्टीका प्रदेश अध्यक्ष शिव गौतमले गर्नु भएको थियो। उक्त अवसरमा भोजराज त्रिपाठी, भीमसेन शाह, सन्तोष, हरि थापा, आइटी आर्मीका जिल्ला अध्यक्ष मोजीलाल यादव, सूर्य गुरुङ र मीना गुरुङ लगायतले बोल्नु भएको थियो। सम्पूर्ण नेपाली जनताले र एक नम्बर क्षेत्रका बासिन्दाहरूले मलाई कालो कसो गर्नुहोस्, जुत्ताको माला लगाउनुहोस् र मेरो क्षेत्रमा घुमाउनुहोस्। मैले हाम्रो पार्टीको मेयर, हाम्रो काम जनता पार्टीको मेयरले भोलि जितेर पनि मौलापुरको सिस्टम जस्तो जुन बत्ती पानी फ्री छ, जुन कर 1 रुपैयाँ लाग्दैन, जुन महिलाले बिहा गरेपछि 30,000 जुन सेवा सुविधा दिएको छ, ल्यापटप दिएको छ, साइकल दिएको छ, त्यो सिस्टममा हामी काशी क्षेत्रमा एकमा हामी गर्छौँ। यदि गरेन भने काशी क्षेत्रमा 1,50,000 घरधुरी छ। त्यो घरधुरीको मान्छेहरूले म लगायत मेरो टिमलाई कालो बस्न दलेर जुत्ताको माला लगाएर काशी क्षेत्र एकमा डुलाउनु होला। हस्त पोखरा टेलिभिजनले तयार पारेको पोखरा समाचार अहिलेलाई यति नै। प्राविधिक कक्षबाट अशोक अधिकारीसँगै म प्रतीक्षा पोखरेलाई बिदा दिनुहोस्। नमस्कार।